हेलो 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 हामी कहाँ जाँदैछौँ आप्पु कहाँ जाँदै? घुम्न जाने हो Yes. हो के खेल्न? स्नो खेल्न जाने स्नो खेल्न भन्नु। योसेमिटी हेलो 50% आप्पु त्यही संकल्प तेल यही 50%? हेमन्तले दिँदा 50% दिएपछि हाम्रो पुरानो राजधानी साउथ निकालम कि साउथ साथमा एक्जिट गर जाँदै अब जाने भए सिट खाली छ 300 रुपियाँ लाग्छ भाडा चाहिँ म योसेमिटी भन्दा अलिक तलसम्म कति हो मिलाएर अब भिजा अब हात चातेर बस्ने भए मुडामा बसेर जान्छु नि म मुढामा पनि प्याक छ उभिनै पर्छ होला उभिएको कति उभिएको 200 ल ल ल 150 गरिदिनु म गएँ ल ल ल ड्राइभर कान्छ हाम्रो यहाँ आज पहिलो दिनको राति भाउजूले चाहिँ यहाँ खानासाना पकाउँदै हुनुहुन्छ हेलो हेलो के गर्दै हुनुहुन्छ तपाईँ भन्नु पकाउँदै आइपुलाई चटपटी कति छ भने अहिले पाक्छ एकछिनमा पाक्छ कि बन्छ भन्छ बन्छ अनि यो चाहिँ मेरो बेड यो चाहिँ हाम्रो राज दाईको बेड अनि यहाँ दाईहरू बसेर खाँदै हुनुहुन्छ हेलो 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 के छ दाई भनिदिनुहोस् अब खबर एकदम पर्फेक्ट ठाउँमा आइयो अनि पर्फेक्ट तरिकाले हामी बसिराखेको छ ठिक छ मलाई चाहिँ गणेश भाइले चाहिँ ड्राइभ गरेको एकदम ठिक लाग्यो एउटा बिचरा 4-5 घन्टा नन 5.5 घन्टा ड्राइभिङ पनि एकदम सेफ ब्लग गरिरहेको छ हाम्रो यहाँ आप्पु सर हुनुहुन्छ अनि त्यसपछि यता चाहिँ हाम्रो ऐना क्लोसेट एउटा बाथरुम अर्को बेडरुम उता बाथरुम दिल यो पङ्खा चाहिँ हेलिकप्टरको फिता जस्तो के अरे पङ्खा जस्तो रहेछ उल्टो रोटेसन हुन्छ हो है ल हामी यहाँ यसो माइटी घुम्न आएको छौँ भाइ र म रमाइलो यहाँ चाहिँ आज वेदर राम्रो छ यहाँको वेदर कसम दामी छ हौ वेदर है डडेल लाएर यहाँको रुखहरूको पात सबै झरेको छ होइन हो त यहाँ पुरै डडेल लाएर छ काले भन्छ पुरै है What is this? Appu. What is this? अनुब्रोले बाबुलाई लिएर आएको अवस्था कमाहरू यहाँ त चिसो चिसो छ उसलाई त चिसो यहाँ होला त ब्रो सबै यस्तो गर्छ नि त यहाँ डडेल लगाएको हो कि लाको हो लगाइदिएको होइन लाएको हो कि यो? एक्सिडेन्टली लाको ल बहिनी पनि आइरहेको छ यहाँ के भयो जानु भयो यार कहाँतिर कामी छौला छैन उसले इङ्ग्लिस बोल्न बोल्न खोजेको स्थिति छ
पहिरो आएर न वात्त बगाएर लिएर गएर यो भ्याली क्रिएट भएको भन्ने कुरा चाहिँ भनेर डकुमेन्ट्रीमा भनितो अँ। आजभन्दा चाहिँ हजारौँ वर्ष चाहिँ करोडौँ वर्ष अगाडि भने होला त्यो त अचम्मै ठाउँ क्या त्यो अनौठै ठाउँ छ कि तल फेरि अब यहाँ आइएको त डाँडो छ नि तल फेरि सम्मै हो त्यो भ्याली चाहिँ के अँ। यत्रो सानो छ तर सम्मै हो क्या पुरै सर्लो झाडै रहेछ जाडो धान्छ त्यसले डबल छ छ ए होइन उताको लागि त है यहाँको लागि त नान्छ कि भनेर हो कि जुनी जुनी सँगै हामी यो युएसएको क्यालिफोर्नियाको योसेमिटी नेसनल पार्क भित्र पनि करी भित्र करी भिलेजमा छौँ त्यसको पनि यो चाहिँ हामी चाहिँ गिफ्ट ग्रोसरी एन्ट्रान्समा छौँ अँ, होइन अनि यहाँ चाहिँ माउन्टेनियरिङ स्कुल पनि रहेछ अँ। सँगसँगै हामीले हाम्रो गाडी त्यहाँ पार्क गरेर अहिले यसो एकछिन घुम्न आएको तर पारिलो घाम आनन्द माने मङ्सिर पुस कस्तो घाम लागेको अवस्थित है तर साह्रै राम्रो ठाउँ छ यो एकदम हाइली अनि हामी दुईजना हान्छौँ म यहाँ भन्ने एकदम चस्मा टाउकोमा राखेर राखेर अनि खोल्नु पनि सकिन्छ होला यसरी मोटाएर कस्तो भएको होला त छ मोटाउनु नै राम्रो हो नि त दुधको ख्याउलो भने दुःख पाएछ हुन्छ दुःख पाएछ अमेरिका आएर खानै पाएन खानै नपाएछ कामै काममा दलिएछ दलिएछ साउले दल्लाएछ यसलाई चाहिँ मोटा ओहो ठुलो भएछ कमाएछ खाएछ खाएछ काजी भयो काजी भएछ त्यो मोटाउनु पर्छ दर मोटाउनु पर्छ खसीको मासु लगाउनु पर्छ चाइनिज ग्रान्ड्समा गएर र यसरी त्यहाँ पछाडि बस पनि आएको छ यो बस चाहिँ योसेमिटी नेसनल पार्कले नै उपलब्ध गराउँछ हजुरहरूलाई यदि आउनु मन लाग्यो भने $25 दिनुपर्छ $25 मात्रै हो अनि हाम्रो अर्को मेन टुरिस्ट गाइड चाहिँ उता हुनुहुन्छ उहाँ चाहिँ जतिखेर पनि एकदमै इन्भेस्टिगेसन गर्ने मान्छे हुनुहुन्छ जर्नलिस्टको नम्बर 1 हो एकदम लोकल पनि गाइड गाइडको पनि गाइड उहाँले गर्दा हाम्रो पनि धेरै सजिलो भएको छ पिएचडी गर्नुभएको छ गणेश भाइले चाहिँ एके अल्सो नोन एज गाइड इन्डे गाइड इन्डे होइन के रहेछ लाइक नर्मल प्राइस छ कि सबै अँ हाम्रो उता कफी छ? यहाँनिर जस्तै कफी छ कफी छ ए हो लाइक सोडा त्यो हुन्छ नि 12 आउन्सको क्यानलाई जम्मा 129 छ ए जम्मा अनि अभोकाडोलाई 79 सेन्ट छ ए यहाँभित्र अँ ए त्यसो केरा सेरा स्याउ सुन्तला सबै छ ल ठिक छ तर खासै यहाँनिर त्यस्तो दुर्गम जस्तो होइन नि फ्रेसनबाट कति टाइम लाग्छ र फ्रेसनबाट 1-1.5 घन्टा त लाग्छ नि होइन नि गाडी कहाँ मजाले रुलर मजाले यसो चिल्लो बाटो यार के रुलर चिल्लो लोकल गाडी चढिरहेको पैसा पो 25 रुपियाँ आएर तर गाडी त लोकल हो नि ए यहाँनिर रहेछ नि त जाने यहाँ होइन हामी जाने तर तल जाने होला माथि जानु अलि लामो पर्छ अब गइन्छ कि भनेर थाहा छैन। पहिला यहाँ फुटब्रिजसम्म जाने हो अनि यो पोइन्ट छ नि कर्नेल पोइन्टको चाहिँ सिधै माथि पुगिन्थ्यो यहाँ होइन अब यो पोइन्ट चाहिँ यो बन्द भएको कारणले गर्दा यताबाट लामो बाटो जानुपर्छ कि हामी यहाँ जाने होला है त्यहाँ माथि त अब तपाईँ हिँड्न सकिन्न होला यहाँ तल तपाईँ हिँड्न सक्नुहुन्न होला कति हिँड्न पर्छ माथि बिचमा बन्द छ क्या यो 0.6 जानै नपाइने आइसी भएर चिप्लो खालको बाटो ए हामी चाहिँ यहाँनिर अहिले कहाँ यहाँ फुटब्रिजसम्म जाने ए यहाँ त त्यहाँबाट यो जाने हामी अहिले यहाँ छौँ यहाँ रहेछ यहाँ भर्नल फल 1.6 माइल त्यही हो क्या त्यहाँ जानु होइन अहिले तर त्यो त माथि हो नि त फुटब्रिज तलै छ क्या फुटब्रिज त यहाँ हो नि त
भनेको त यहाँ 1.2 यहाँ किलोमिटर पोइन्ट ल जाउँ जाउँ ल। यहाँसम्म जान पाइन्छ जाने होला क्या कलबाट आएको तपाईँहरूको बेला सुन्नु आयो चटपट अब झटपट हजुर चटपट बनाएको नि एउटा भ्लगमा होला हो के हिसाबको चटपट बन्दैछ त्यो हामी चाहिँ एसएमटीको यो बनारसी रे यो एल क्यापिटान हो कि के भन्ने जातमा आछौँ कसले बनाएको नि स्पेसल मसला हामी कहाँ जानु अहिले भाइ मेकडोनल्ड्स ल ल अगाडि
रत्नमा जहाँ गयो नि आफ्नो चाहिँ हजुर सर त फर्केर त हेर्नुहोस् 1012 जुत्ता मात्र 500 थाहा पाएँ पछाडि दुईजना दर्शकवृन्दी पनि राम्रोसँग चाहिँ त्यसलाई चाहिँ प्रत्यक्ष रूपमा देख्न पाएँ यसरी चाहिँ हामीले यत्रो ठुलो चाहिँ एक्सिडेन्टबाट हामीले आफूलाई चाहिँ बचाउन सक्यौँ के अरे ठुलो होइन त्यो टिभीमा हेर्दा त ठुलो सिटी चाहिँ त्यहाँभन्दा धेरै नगर भनेको होइन तर 55 त पहिलामा चाहिँ सजेस्टेड स्पिड लिमिट हो कि ओके त्योभन्दा धेरै छिटो गयो भने तेरो गाडी ठिसिक हुनसक्छ भनेर तर 65 भन्दा माथि चाहिँ पाइँदैन भन्नु खोजेको हामीसँग यति राम्रो चाहिँ विज्ञ हुनुहुन्छ होइन उहाँले चाहिँ जस दुई चारवटा कुरा हामीलाई पनि ज्ञान गराइदिनुहुन्छ अनि उहाँहरूले पनि हेर्दै हुनुहुन्छ सिक्दै हुनुहुन्छ बाटोको बारेमा तर हाम्रो ब्रदरले जस राम्रो राम्रो कुराहरू सिकाइरहनुहुन्छ बाटोमा लाँदाखेरि हामीलाई यो कुराले हामी चाहिँ एकदमै सेफ छौँ सुरक्षित छौँ हिँड्दाखेरि होइन उहाँको चाहिँ अनुसन्धानमा चाहिँ एकदम राम्रो दक्कल छ होइन यो कुरामा चाहिँ हामी चाहिँ सौभाग्यशाली छौँ ल वकिङ एन्साइक्लोपिडिया भनेर नेपालको को हो भनेर सोध्नु पऱ्यो भने चाहिँ हामी भन्न सक्दैनौँ तर पनि उहाँ चाहिँ एउटा सानोतिनो होइन यस्तो जस्तो लाग्यो कि मलाई घाम यताबाट लाग्छ नि बिहानै त्यो साइडतिर चाहिँ हिउँ बस्दैन अनि त्यो हाम्रो हुन्छ बेसी र के भने जस्तो क्या त्यो घाम नलाग्ने साइडमा चाहिँ बस्छ कि लामसँग म्यामोथले बवाल राम्रो आनन्द भाइ टायर होइन गाईको टायर ट्विन लेक हो यो जमेर पुरै हिउँले जमेर लेकै जमेर यो अहिले पुरै हिँड्न मिल्ने भएको छ यो यहीँनिर ब्रिज मुनि चाहिँ यहाँ पानी बगिरहेको छ तर यो पानी चाहिँ यता वरिपरि छ सबै फ्रिज भएर अहिले यो चाहिँ पुरै पोखरी नै यो लेक नै पुरै जमेर यस्तो साह्रो भएको छ
अरू बेला यो पुरै पानी हो, हेर्न सक्नुहुन्छ। अनि म अहिले चाहिँ यही लेकमाथि चाहिँ उभिएर हिँडिरहेको छु। अर्को आउँदैन कि अनि लाटीले टोकाउँछ कि हेर न यहाँ कति यस्तो हो नि त पुरै यस्तै हो। मैले पनि गरेर यता हिउँतिर लड्काइदिएको गाडी भाइ भाइ गर्ने उता जाने भाइ भाइ गर्नु